ल गुड मर्निङ ल आज हामी जिएमई गल्फबाट चाहिँ मन्थली फर्स्ट स्याटरडे गल्फ जाँदैछौँ राजेश र यता सुभाष निम राजेश निम म चलाउँछु आज म चलाउँछु याङपङ हेजाङको आजको चाहिँ हाम्रो लन्च याङपङ हेजाङको ल अब लन्च खायो अब गल्फ कोर्सतिर लाग्ने हामी ल अब हामी तिनजना लन्च खाएर गल्फ कोर्सतिर लाग्दै आजको गल्फ कोर्सको नाम चाहिँ वलचुङ्ग्री होइन वलचुङ्ग्री गल्फ कोर्स र अलिकति न्यारो कोर्स छ भन्ने सुनेको छ हेरौँ कस्तो हुन्छ हामी अहिले गल्फ कोर्स आइसकेका छौँ गल्फ कोर्स वलचुङ्ग्री सिसी यो चाहिँ हाम्रो उमा रहेको चाहिँ सुङ्ग्री सिसी अहिले चाहिँ हाम्रो चाहिँ त्यहाँ टी टाइम भेरिफाई हुँदैछ त्यसले गरेर हाम्रो टिम दुईजना टिम छौँ अहिले हामी चारजना गरेर 8जनाको टिम छ यो चाहिँ कोर्स भयो कोर्स चाहिँ राम्रो छ यो चाहिँ ठाउँहरू हिल ठाउँदेखि लिएर राम्रो छ ग्रिन पनि राम्रो छ अहिले मेमा चाहिँ यो मे जुन जुलाई अगस्तसम्म चाहिँ राम्रो हुन्छ ग्रासहरू पनि एकदम ग्रिन हुन्छ र ठाउँ चाहिँ एकदम राम्रो छ यो मेरो चाहिँ सेकेन्ड टाइम हो हाम्रो सेकेन्ड टाइम भन्दा नि हुन्छ सुभाषहरूको राजेशको मेरो पनि सेकेन्ड टाइम हो मान्छेहरू त्यहाँ स्विङ गरिरहेको छ प्र्याक्टिस स्विङ गेम सुरु हुनुभन्दा अगाडि र त्यहाँबाट फर्स्ट टी अफ चाहिँ त्यहाँ हो त्यसपछि 18 होलको कोर्स हो यो त्यसपछि खेल्ने छौँ हामी अब लकर रुमतिर जाँदै लकर रुम चाहिँ यता माथि छ अगाडिको टिमहरू चाहिँ यहाँ लाइन लागेर बसेको छ हाम्रो चाहिँ टी अफ टाइम 12:37 हो र टिमहरू यहाँ चाहिँ यसरी खेल्दै आउँदैछ 12:37 को टी अफ छ हाम्रो साथीहरू प्र्याक्टिस गर्दैछन् सन राजेश सागासी भाइ आज कति हानी प्लान छ तेरो भन्दा लास्ट टाइम मेरो 101 आएको रहेछ 111 रहेछ त्यही भएर योपालि चाहिँ 102 नाइस जोक बट बिलो 100 को टार्गेट हो राजेशको लास्ट टाइम कति 92 आएको छैन आज 90 मेरो लास्ट टाइम 95 आएको थियो यसपालि चाहिँ 90 को आसपास चाहिँ राख्ने अहिले चाहिँ मेरो 92 आजको दिनमा आज 92 आउने टार्गेट छ ल 90 को टार्गेट लिएको छु मैले 90 ल तपाईँको 90 ब्रेक होस् ल कसको टर्न फर्स्ट सुभाष राजेश र म लास्टमा अब हेरौँ के हुन्छ टी अफ फर्स्ट चाहिँ र सुभाषको भएको छ बेस्ट अफ लक होल 1 par 5 428 मिटर ल टी फर्स्ट टी सुभाष पौडेल फ्रम नेपाल राजेश पौडेल सेकेन्ड टी अफ फ्रम नेपाल and me myself Sagar Paudel from Mr. Hariko from Nepal. Let's see. It's a whole one छ little bit dog leg छ अगाडिबाट उ त्यो रातो फ्ल्याग मा चाहिँ हान्नु पर्छ राजेश सेकेन्ड शटमा सुभाष मेरो ड्राइभरले नाइस देख्नुहुन्छ उहाँको प्र्याक्टिस चाहिँ सब सागर सरले यो चाहिँ
मैले फेयरवेलमा हान्नुहुनेछ। एकदम बढिया सट, धेरै राम्रो सट। ल फर्स्ट होलको सबैजनाको चाहिँ फेयरवेलमा गएको छ। राम्रो भएको छ सट चाहिँ, सबैको राम्रो गएको छ। यो चाहिँ हाम्रो गल्फ इतिहासमै 3 जनाको चाहिँ फेयरवेलमा अब यो प्रथम पटक होला। एकदम गर्मी छ, रेकर्ड राख्नुदेखि प्रथम पटक भनेर रेकर्ड राखेर चाहिँ हाम्रो माहौल कति वर्ष भयो सागर गल्फ थालेको? मैले 2022 कि 21 को अन्तिम वर्षबाट होला। 21 त्यहाँ त रिल पाउँछ नि मेरो पनि थियो। रिल पाउँछ राइसको दाजु। ल वी आर गोइङ फर द सेकेन्ड सट। अब सेकेन्ड सट हान्नेवालामा छौँ हामी। सागरको सेकेन्ड सट नाइस सट। राजेशको मोबाइल चलाइ हुन्छ नि त। राइसको सेकेन्ड सट नाइस सट, राम्रो गयो। ग्रिन चाहिँ त्यहाँ अगाडि हो। भ्यू चाहिँ राम्रो छ है यसको, राम्रो रहेछ कि। अरे ग्रास पनि राम्रो भएको भएर चाहिँ होइन। मेरो देखेको छु त्यहाँ टर्किरहेको छ त ओरेन्ज। अगाडिको टिम त्यहाँ खेल्दै भएको भएर चाहिँ हामी यहाँ कुदिरहेको छ अहिले। टिमले हानिसकेपछि चाहिँ हामीले हान्छौँ। थर्ड सट सुभाषको भन्छ। नाइस सट। सागर सर हान्दै हुनुहुन्छ। सर्ट आइरन 94 यार्डको छ यो जम्मा 94 यार्ड। नाइस सट, दामी अन भएको छ यो, मिठो अन भएको छ तर थोरै ओभर भयो। राइसको थर्ड सट बढी चान्सको लागि अन गराउनलाई। कति 25-30 हो र होइन त मिलेर। प्याट त भइगयो नि। नट ब्याड वान्स मोर। Nice. Nice. उकालो छ क्या, अलि उकालो रहेछ कि त्यहाँ। सुवास पासवर्डको लागि
मेरो ओके par 4 hole 2 par 4 सुभाष निम होल टी फर्स्ट मा छ त्यसपछि राजेश यो चाहिँ ह्यान्डिक्याप 1 हो ह्यान्डिक्याप 1 कोर्स हो अप्ठ्यारो छ होल चाहिँ धेरै राम्रो सर्ट सेकेन्ड टी सर्ट चाहिँ राजेश होल 2 par 4 326 मिटरको र यो आजको 18 कोर्सभरिमा चाहिँ ह्यान्डिक्याप 1 ह्यान्डिक्याप भनेको चाहिँ ऱ्याङ्किङहरूमा चाहिँ डिफिकल्ट कोर्स मानिन्छ सो नम्बर 1 डिफिकल्ट कोर्स मानिन्छ र तपाईँले हेर्न पनि सक्नुहुन्छ कोर्स अलिक गाह्रो छ हेर्दाखेरि चाहिँ नाइस सागर सर सेकेन्ड होल टी सर्टमा हुनुहुन्छ सागर सर यहाँ एकदम ट्राई गर्दै हुनुहुन्छ कि मिड फेयरवेमा हान्नको लागि सागर सर वार्मअप गर्दै हुनुहुन्छ उहाँले चाहिँ अहिले अप्रोच चाहिँ लेफ्ट अप्रोच गर्दै हुनुहुन्छ फ्ल्यागभन्दा दायाँ देब्रेतिर ओके भेरी नाइस सर्ट मिड फेयरवेमा गएको छ सागर सरको सर्ट ठ्याक्कै फ्ल्यागमै हान्नु भएको छ उहाँले नापेरै एकदम बल्ल अन भएको छ सेकेन्ड सर्ट हानेर सुभाष चाहिँ अहिले चाहिँ 150 मिटरको हानेको छ सुभाषले को 105 मिटर त्यहाँबाट सेकेन्ड सर्ट र मेरो चाहिँ यहाँबाट चाहिँ एराउन्ड 80 मिटर जति छ सुभाषले चाहिँ सर्ट हानेर गएको छ ग्रिनतिर राइस अन द बल त्यसपछि मैले हान्नेछु थोरै छ एकदम सानो हान्नुहोस् 70 मिटरलाई मात्रै 70 मिटर जति सागर सरको यहाँबाट 70 मिटरको सर्ट छ हामी सर्ट आइरहनु नाइस राम्रो छ ठ्याक्क अन भएको छ हो नाइस अन सागर सरको कन्सिड भएको छ यहाँ कन्सिड बडी वान अफ द बेस्ट सर्ट अफ सागर सर जस्तो उहाँको चाहिँ कन्सिड भएको छ यो कन्सिड राइस थर्ड सर्ट बडी सर्ट राइसको पनि एराउन्ड 25 मिटर छ त्यो छैन है बडी छ 20 मिटर जति 20 मिटर जतिको पटिङ बडी चान्स राजेशको 18 मिटर रहेछ ल 18 मिटर राजेश बडी चान्सको टाइम गर्दै र सुभाषको यहाँ चाहिँ 8 मिटर जति 5 मिटर हो बडी भन्दो रहेछ त 5 मिटरमा र मैले पट्टिङ गर्नु परेन किनकि कन्सिड बडी भएको छ कन्सिड बडी भनेको चाहिँ होलको 1 क्लब लेन्थ एरिया हुन्छ त्यो भित्रमा हान्यो भने चाहिँ नाइस सर्ट त्यो 1 क्लब लेन्थ हुन्छ होलबाट चाहिँ त्यसको भित्र बस्यो भने चाहिँ यो गर्नु पर्दैन बडीको त भ्यालु भएन केटा यार के हो यार होइन नि त झन् त्यस्तो 80 मिटरबाट चाहिँ कन्सिड बडी गर्नु नि राम्रो हो भने यहाँ चाहिँ कोरियामा चाहिँ यस्तो कार्ड हुन्छ अटोमेटिक कार्ड सो रिमोट कन्ट्रोलबाट चढ्छ होइन र रिमोट चाहिँ हामीसँग हुन्छ र त घरिघरि वहाँ गएर चढ्नु पर्दैन अटोमेटिक बोलाउन सकिन्छ यो चाहिँ कोरियाको एउटा फिचर्स वान अफ द
हामी लास्ट टाइम जापान जाँदाखेरि चाहिँ जापानमा चाहिँ डिजेलको थियो होइन डिजेल कि पेट्रोलको थियो अरे त्यो डिजेलको थियो है ए जापान जाँदाखेरि चाहिँ त्यहाँ कार्ड कस्तो थियो अरे कार्ड चाहिँ यस्तै नै थियो तर डिजेलको थियो त्यस्तै थियो तर डिजेलको थियो होइन इलेक्ट्रिक भयो त्यो चाहिँ डिजेलको थियो त्यहाँ चाहिँ रिमोट कन्ट्रोल चल्थेन त्यहाँ चाहिँ होइन रिमोट कन्ट्रोल थियो कि थिएन त्यहाँ रिमोट कन्ट्रोल थिएन त्यहाँ रिमोट कन्ट्रोल थिएन होइन तर कार्ड चाहिँ अलिकति यो चाहिँ हाम्रो कार्ड हो ल गन्दा त्यसरी डिजेलको गन्दा आउँथ्यो यो चाहिँ हाम्रो होल 3 पार 3 यो 141 मिटरको चाहिँ तपाईँको चाहिँ फेयरवे छ तर यो एकदम डाँडाबाट हान्नुपर्ने भएको भएर 121 मिटरको चाहिँ डिस्टेन्स देखाइरहेको छ हजुर हान्दा हुन्छ सागर सर ट्राई गर्न जाँदै हुनुहुन्छ अहिले हावा पनि खासै चलिरहेको छैन सिधा हान्दा हुन्छ एमिङ चाहिँ हल्का लेफ्ट गरेर गर्नुभयो भने धेरै राम्रो हुन्छ भन्ने देखाएको छ यसमा नाइस सट धेरै राम्रो सट हान्नुभयो सागर सरले राजेशको पाली सागरको एप्रोनमा गयो होइन ल राजेशले सर्टी राखेर हानिरहेको छ राजेशको नयाँ क्लब टुर स्टेज होइन हो प्र्याक्टिस राम्रो ठ्याक्कै त्यसरी बढाएर गएको छ ल गुड सर्ट राम्रै लाग्छ नाइस सर्ट राम्रो उड्यो सर्ट राम्रो उडेको छ हाइट राम्रो लिएको छ राम्रो उडेको छ नाइस अन्त अब सुभाष सर पार 3 होल 3 सट हान्दै हुनुहुन्छ 125 मिटरको एमिङ गर्दै हुनुहुन्छ सुभाष सरले अहिले हिल डिजाइन भन्दा अलि सजिलो छ तर कोर्सहरू चाहिँ राम्रो छ यो पनि लङ कोर्सहरू यसमा चाहिँ लेफ्ट एम गर्न चाहिँ देखाइरहेको छ यहाँनिरबाट सुभाष सर सर्टमा हुनुहुन्छ धेरै राम्रो सट वी आर एक्सपेक्टिङ टु बी होल इन वान हियर लेट्स सी हाइट लिएको छ तर धेरै राम्रो छ यो होलमा सुभाष निमलाई चुका हमनिदा कङ्ग्रेचुलेसन बडी फी सुभाषको चाहिँ बडी ओ पैसा लुटे केटाहरूले साथीहरूले मेरो पैसा लुटेछन् पहिलो होलमा चाहिँ मेरो बडी थियो भने अहिले सुभाषले भनी पैसा लिएर गयो दुईटै होल टाइप भएको अगाडि पैसा लागिरहेको छ त बडी फी मलाई एकदम रेभोल्युसन भयो जस्तो लागिरहेको छ आज होइन पुरै त्यो होइन रेभोल्युसन त्यो कति रेट डबल मेरो डबल राइसको बोगी मेरो बोगी सुभाष सर ओके बोगी भयो सुभाष निम सुभाषले मात्रै चुका हामीदा भन्छ त के हो यो त लिडरबोर्ड चाहिँ के छ हाम्रो सुभाष लिडरबोर्ड अहिले राजेश लिडरबोर्डमा राजेश हामीले लिडरबोर्डमा सबैजना
작았어요. ओ कन्सिड पार सुवासरले चाहिँ कन्सिड गर्नुभएको छ, पार कन्सिड गर्नुभएको छ। कति मिटर भनिदिउँ भाइ कि भन्नु पर्दैन? सिङ्गा नाइस। कति मिटर छ जस्तो लाग्छ? कति मिटर? 3-4 मिटर भने धेरै हो नि त भाइ। राइस कुन हो यो? पार्ट सट बडी चान्स ए अँ बडी सट हो नि त। 2-1 नाइस रोलिङ नाइस रोलिङ नाइस रोलिङ नाइस रोलिङ नाइस रोलिङ नाइस रोलिङ। ओ द्याट तेरिका पार रोक्यो नि त राजेशले। यो पनि सागरको पनि पार चान्स। 3 मिटर दुईटा उल्टाइ हो। दुईटा उल्टा। नाइस। सरी त्यही उता अर्कोतिर खिचेछ। धेरै लेट हानेछ, तोकपार हान्नुपर्ने हुन्छ है। सिधा हानेको है, सिधा हानेर। सिधै तोकपार हानेर चाहिँ हुँदो रहेछ। मैले लेफ्टतिर फेरि आइगो बगी भयो नि त साथीभाइहरू। यो 6 थोल हो। नाइस फेड, दामी सट। कार्प पार्टमा गएको छ, दामी अन फेयरवेमा, मिड फेयरवेमा आएको छ बल। होल 7 पार 5 कति होल हो यो? होल 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 6 रहेछ। होल 6 पार 5 र यसको टी सर्ट सेकेन्ड सर्ट थर्ड सर्ट। नाइस नाइस अन नाइस, दामी। ओ नाइस। राइसको बडी चान्स। ओह्रालो छ होइन, ओह्रालो छ, बिस्तारै टिक्क हाने हुन्छ यताबाट चाहिँ। सुवासको पनि अन भएको छ र होल हेर्ने हो भने यति राम्रो छ। त्यहाँबाट हामी आएको त्यो सर्ट यतापट्टि। यो कोर्समा चाहिँ ह्याजर्डहरू धेरै के, ह्याजर्डहरू धेरै भएको भएर अलिक गाह्रो देखिने के। कोर्सको भ्यू चाहिँ राम्रो छ। नट ब्याड। हुन्छ बोकी ट्राई गर्दै हुन्छ सागर सरले अहिले। फाइभ वान बोकी ट्राई। नाइस, एकदम राम्रो अप्रोच गर्नुभयो, तर अलिकति एमिङ चाहिँ अलिक गलत भएको जस्तो छ। नाइस। ओ माई गॉड, वान अफ द बेस्ट सर्टको लागि पार 5 राइस पार 5 को लागि।
आहा बोगी साहसले डबलको लागि एम गर्दै हुनुहुन्छ सेट फेर्दा गयो ल ओके नाइस बोगी भाइ बोगी बोगीले खायो अहिले बोगीले खायो सकिएन यो चाहिँ होल 7 par 4 कति मिटरको छ भने 282 मिटरको त्यहाँ लेखेको छ त्यहाँ होल 7 अहिले टिममा चाहिँ राजेश टिममा छ कता गयो देखेँ मैले देखेँ है नट ब्याड त्यो माथि बङ्गरतिर गयो होला नट ब्याड ल सेकेन्ड टिममा चाहिँ होल 7 को लागि सेकेन्ड सट हान्दै सुभाष निम 1 सट टी भित्र छिर्यो भने चाहिँ पोइन्ट गर्दैन स्ट्रोक गर्दैन होइन होल गल्फको रुलमा चाहिँ त्यो ठोकेर आएर पनि टी भित्र छिर्यो भने नगर्दो रहेछ है जस्तै मैले हान्दाखेरि अगाडि केही एउटा सबस्टाइन्समा ठोकेर फेरि यहीँ भित्र आयो टी भित्र आयो भने नगर्दो रहेछ नाइस सट ड्र सट एक्ज्याक्टली सागर सर होल 7 टी सर्टको लागि तयार हुनुहुँदैछ लकी नाइस सट अड्केछ बाहिर छ राइसको चाहिँ थर्ड सट पिचिङ नाइस पिचिङ राइसको जियोस् पिचिङ कन्फिडेन्स चाहिँ जियोस् राम्रो छ पिचिङ सट चाहिँ राम्रो छ होइन राइस पिचिङको कन्फिडेन्स कसरी आयो भने यसो दर्शकबिनहरूलाई भनिदिनु न सुरुमा नै सर्ट आइरनलाई चाहिँ धेरै प्र्याक्टिस गरेँ मैले त्यसले गर्दाखेरि चाहिँ अलिकति सर्ट आइरनमा चाहिँ रातभरि पढायो हो अलिकति बढी अलिकति केही चाहिँ कन्फिडेन्स चाहिँ देखिन्छ होइन तर तपाईँको पिचिङ चाहिँ राम्रो छ सुभाषको पहिला सट पारको लागि तर सुभाष सरको लागि चाहिँ यस्तो चिजहरू चाहिँ एकदम नर्मल हो उहाँले धेरैचोटि गरेर देखाइसक्नु भएको छ यस्तो सानो सानो अप्रोचहरूलाई चाहिँ पारमा कन्भर्ट गरेर यो पनि हामी हेर्दैछौँ यो पनि सिधै जान सक्छ सिधै छिर्न सक्छ यो उहाँमा एकदम राम्रो कन्फिडेन्सले हेर्नुहोस् एकदम यी आज पनि धन्नै छिरिसकेको थियो तर अलिकति चाहिँ थोरै ओभर भयो चाहिँ पुरै थर्डचोटि बडी ट्राई गर्न जाँदै हुनुहुन्छ उहाँमा फुल कन्फिडेन्स छ उहाँको पटिङ धेरै राम्रो छ उहाँले चाहिँ धेरैचोटि गरेर देखाउनु भएको छ उहाँले पनि यस्तो पटिङ चाहिँ उहाँ फेरि हाम्रो पटिङ मास्टर एकदम कन्सन्ट्रेट भएर एकदम राम्रो पुरै फलो थ्रुमा हान्नुभएको छ तर योपालि चाहिँ धेरै बाहिर हान्नुभयो उहाँले ओभर कन्फिडेन्स भयो जस्तो छ उहाँमा अहिले सुभाषको मामरी सट नाइस नट ब्याड राजेश पार सटको लागि होइन राजेश कन्फिडेन्टका साथ पार सटको लागि हान्दै nice roll and it's going to be concede but on the line little bit सकाइदिनु फिनिश ल यो बोगीको लागि आहा डबल भएको छ ल
सागर सरले पार ट्राई गर्दै हुनुहुन्छ। उहाँ अहिले पैसा खानेमा पनि हुनुहुन्छ। उहाँले 3000 हाम्रो लगाएर पछिल्लो 2 होल चाहिँ टाई भएको थियो। उहाँले बोगी हाने पनि उहाँले चाहिँ गराउन सक्नुहुन्छ। उहाँमै उहाँले ओभर कन्फिडेन्स हान्नुभयो अहिले पनि हान्नलाई, तर चाहिँ उहाँको बोगीमा खानुभयो। झन्डा निकाल्दै नि खान पाइएन प्रभु। बुलेट पार्ट 3 मा सुभाषको शट। नियरेस्ट छैन तै पनि नाइस अन हान्नु। नाइस अन। हो कार्डबाट चाहिँ 114 छ र यहाँ चाहिँ 123 लेखेको छ। मैले 8ले हान्नु लाग्यो। 8ले हान्नु लाग्यो। मैले रिस्क लिनु लाग्यो। रेजर विश्वास हुँदैन। हुन त अब स्यान्डले फेरि 123 गइन्छ कहिले काहीँ। स्यान्डले नि 150 123 जान्छ कहिले काहीँ फेरि। सागर सर टी सर्ट हान्दै हुनुहुन्छ पार 3। सागर सरले 8 आइरनले हान्दै हुनुहुन्छ। उहाँको एमिङ चाहिँ 124 मिटर छ। नाइस, उहाँले खत्रै एमिङ गरिदिनु भयो। ओ नाइस 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 अन। त्यही 8 मिटर बढीको सागर सर यो कति गर्छ लाग्यो? 120 भयो। 120 भयो। मैले 9ले हानेको चाहिँ अझै पावर कर्नेर हान्छु। 8ले सुरु हान्छु। होल 8 को पार्ट 3 मा चाहिँ सेकेन्ड शट। सुभाष सेकेन्ड शट हान्दै। नाइस शट राजेश। चाहिँ राजेशको पनि बढी चान्स छ अहिले पार्ट 3 मा। राजेश के छ त? जान्छ त? कति मिटरको छ? 8 मिटरकोमा चाहिँ राजेश बडीको लागि हान्दैछ। सेकेन्ड होलमा मैले हाने र थर्ड होलमा सुभाषले हाने। साइडबाट बाहिर गयो बल। बडी ट्राई सागर सर लामो बडी ट्राई गर्दै हुनुहुन्छ उहाँले। भेरी नाइस, एकदम राम्रो देखिएको छ। पटिङ बगिरहेछ बल मजाले। ओके, नट ब्याड। ठिक छ, एकदम सिधा हान्दा हुन्छ है। नाइस नाइस पार। सुभाष सरले लगातार पार हानिराख्नु भएको छ। राइस पार सटको लागि ओहो सकाइदिनु। ओ नाइस नाइस। यो होल चाहिँ सुभाष सर र सागर सरले पार हान्न टाई भएको छ। नाइस पार 3। हामीले त्यो हजार हजार चाहिँ उठाएर
खेलिराखेको सानो कम्पिटिसन गरिरहेको छौँ यहाँ। अहिले सुभाष सर र सागर सरले चाहिँ टाई गर्नुभयो पार हानेर। मैले चाहिँ डबल होल 9 सुभाष टी सर्टमा। नाइस फेड फेयरवे नाइस सट। अब चाहिँ राजेश अन्त सट। नाइस सट। अर्कै आइरहेछ त्यो फुटेछ क्या हो। नाइस सट। दामी सट गयो। अब चाहिँ हाम्रो सेकेन्ड 9 होल र हामी चाहिँ यो चाहिँ इन होइन इन कोर्स आज हामी खेलिरहेको कोर्स चाहिँ आउट इन कोर्स। सो आउटमा चाहिँ 9 होल र इनमा 9 होल। अघि हामी 1 to 9 होल खेल्यौँ। अब 10 to 18 होल खेल्दैछौँ। र स्कोरमा चाहिँ हेर्ने हो भने अहिले फर्स्टमा सुभाष 45 2 लिटर बढाउनु न। फर्स्टमा सुभाष +9 एन्ड +10 राजेश। म चाहिँ 11 मा छु र हाम्रो अगाडिको टिम किमिनसक 13, चोइवान 13, हान्सेवे 16 र पेकुन चाहिँ 26 मा हुन्छ। हामी टोटल 7 जना खेलिरहेको छौँ। पौली हो सन चाहिँ। अनि हान्सेवे भनेको 16 त्यो ट्रिक्स भइहाल्यो। अनि चेक गर्ने बिस्तारै भइहाल्यो। किमिनसक चाहिँ सन भइहाल्यो। र टोटल आज हामी 2 टिममा 7 जना छौँ। र लिडर बोर्ड चाहिँ त्यो भयो स्कोरको बारेमा। र अब हामी चाहिँ 10 to 18 होल खेल्न जाँदैछौँ। See you there। आज बेलुका डिनर प्लेस कार्य इल्टो हानो कि थाकम्बी हानो आज हाम्रो डिनर प्लेस चाहिँ हानोमा छ। यो चाहिँ 11th होल 10th होल 10th होल कति छ अरे 364 मिटर। मिटर छ यो। सुभाष अन द टी। फर्स्ट सट सुभाषको। दास मेरो ड्राइभर पनि ल्याइदिनु है। अलि लेफ्टतिर पेल्नुपर्छ जस्तो। लेफ्टतिर काठतिर पेल्यो भने चाहिँ एमिङ अन द बङ्कर साइड। होल 10 सागर सर टीमा। सागर सरले राइटतिर एमिङ गर्दै हुनुहुन्छ अहिले। नट ब्याड नाइस गुड फेयरवे नाइस सट। थर्ड टी सर्ट चाहिँ राजेशको। राजेशले पनि एम लेफ्ट गर्दै ओ नाइस लेफ्टतिर गइरहेको छ तर काठमा झर्छ होला। काठपातमा झर्छ कि ओके काठपाततिर झरेछ सर। नट ब्याड यता पो आयो नट ब्याड होल 11 par 5 421 मिटर। लेफ्टतिर गयो
यो चाहिँ होल कति रे 12 होल 12 जाँदै हामी र हेर्नुहोस् भ्यूहरू कति राम्रो छ त्यतापट्टिको चाहिँ होल एनदर होल 18 कोर्सहरू भयो उतापट्टि रिसोर्टहरू रिसोर्ट छ जस्तो छ त्यहाँ चाहिँ ओक भ्याली होला त्यो सायद अनि यो चाहिँ यो चाहिँ होल पार 4 पार 3 होल पार 3 अब हामी खेल्न जाँदै गरेको चाहिँ यो हो यो कोर्स 116 मात्र छ त यो त यसले 116 भनेछ 80 90 मात्र छ क्या र हाम्रो टिम अर्को टिम अगाडि जाँदै धुरन्धर हेर हैन मुभी बनाएको छ हैन अनि त्यसपछि एउटा सर्ट छ के त्यो गल्फ खेलेको हैन रफमा गएर पटर ल्याने छ मलाई पनि त्यस्तो बाजी होला हैन त्यत्रो सबै अथेन्टिक बनाएको त्यो सर्टहरु हान्दाखेरि हुन्छ नि अब इन्डियामा त्यस्तो त गल्फहरु छ त्यस्तो होइन त्यो एटलिस्ट ग्रिनमा गएर पटिङ त गर्नु नि हैन त्यो नर्मल घाँसमा गएर पटिङ गरे त्यही भने त्यो राम्रै बनाएको छ त्यो फिल्म है त्यो फिल्म राम्रो छ म त्यो गल्फको एउटा हो त्यो चाहिँ इन्सिडेन्ट चाहिँ अनि कस्तो बनायो 92 मिटर हान्नु पर्दो रहेछ त्यति चाहिँ के रे किन छुटायो होला भन्ने ग्रिनमा गएर खिच्नु पर्ने के थिएन होला होर्सै बुक गरे भइहाल्दैन एउटा त्यत्रो मुभीले चाहिँ घाँसमा गएर पटिङ गरे अर्को टिम खेल्दै हुनुहुन्छ यहाँ चाहिँ पटिङ गर्दै हुनुहुन्छ 4 जना साथीहरू राजेश कस्तो छ त आजसम्मको एक्सपिरियन्स अहिलेसम्मको लागि कस्तो एक्सपिरियन्स चाहिँ मेरो ड्राइभर र आइरन सर्ट चाहिँ एकदम राम्रो लागिरहेछ आज चाहिँ अलि आज चाहिँ पटिङमा चाहिँ अलिकति मैले स्ट्रगल गरिरहेको छु स्ट्रगल भइरहेछ है सुभाषको लागि चाहिँ कस्तो छ सुभाष मेरो आज खासै राम्रो गएको छैन पटिङ चाहिँ कन्ट्रोल छ एटलिस्ट ए सागर सर के छ आज कस्तो भइरहेछ अहिलेसम्मको तपाईँको चाहिँ यो 11औं होलसम्मको एक्सपिरियन्स कस्तो भइरहेछ तपाईँलाई कस्तो अनुभव भइरहेछ के छ यो होल कोर्स एकदम राम्रो रहेछ अलिकति डिफिकल्टी हेजारहरूको बेसिसमा चाहिँ अलि डिफिकल्टी नै छ तपाईँको लेजर ल्याउनु त अनि के छ अनि तपाईँ आज एकदम कुल हुनुहुन्छ त बिच्किनु भएको छैन कुनै पनि होलमा किन आज राम्रो सर्ट गएर हो कम्पेरिजन विथ लास्ट टाइम आउँदाखेरिको गेममा चाहिँ आज जे राम्रो पनि छ तपाईँको झगडा परेको छैन सुभाष सरसँग परेको छैन मसँग नि परेको छैन आज के हो है झगडा त मैले गर्न छोडिसकेँ आजकल यो चाहिँ अगाडिको टिमहरू हाम्रो अगाडिको टिमहरूमा पटिङ गर्दै हुनुहुन्छ हाम्रो चाहिँ ठ्याक्कै त्यो उसमा के अरे एप्रोनमा चाहिँ झार्न पाए बल्ल मजा हुन्थ्यो है बल्ल हानेको नि मजा हुन्थ्यो पौलीको चाहिँ बङ्करमा गएको रहेछ एप्रोनमा झार्न पाए होइन कि त फेरि त्यो उता त्यो उसभन्दा पिनभन्दा अगाडिपट्टि चाहिँ फ्ल्यागभन्दा अगाडिपट्टि ल्यान्ड गरेर फेरि चाहिँ स्विङ पछाडि ल्याउने कि स्पिन हान्ने फ्लप सट हान्नु पऱ्यो नि त होइन फ्लप सटमा स्पिन हुन्छ होइन फ्लप सटमा चाहिँ स्पिन हान्ने नभए बङ्करमा हानेर अनि पिचिङ हानेर पार गरे नि हुन्छ होल इन वान ल शिवमानन होल इन वान बेट भएको छ हाम्रो यहाँ है राजेश सागर र सुभाष ल 1 लाख कोरियन वान नेपाली 10,000 चाहिँ होल इन वानको चाहिँ अभियसली जित्ने मान्छे 2 लाख खाने भयो होइन 1 लाख दिनुभयो होइन ल 2 लाख चाहिँ कमाउनु भयो ल राजेश होल ओनर पार्ट 3 मा यो चाहिँ 116 मिटर लेखेको छ तर एराउन्ड 90 91 92 मैले 100 जति हान्छु 100 जति हान्छु इन्क्लाइन भएको अहिले त इन्क्लाइन थिएन नि त त्यही भएर 100 सम्म स्यान्डले राइस अघिल्लोमा होल ओनर भएको भएर चाहिँ राइस आज धेरै काम छ कन्फिडेन्स राजेशको धेरै छ अब हेरौँ त्यो ओभर कन्फिडेन्समा परिणत हुन्छ कि कन्फिडेन्स रहिरहन्छ भन्ने कुरा चाहिँ अब र राजेश शिवमाननको लागि टार्गेट होल इन वानको लागि टार्गेट गर्दैछ नाइस सट बल धेरै माथि उडेको छ हेरौँ कहाँनिर बाउन्स गर्छ अन भएको छ नाइस अन राजेशको नाइस अन भएको छ र सुभाष अब सुभाषको पाली पिचिङले सुभाष पनि कन्फिडेन्सै देखिन्छ शिवमाननको लागि सुभाषले अहिले आफ्नो टी चाहिँ चेन्ज गरेको छ मैले जहाँसम्म लाग्छ मैले नोटिस गरेँ अनुसार चाहिँ टी चाहिँ पहिलाभन्दा अलिकति चेन्ज गरेको छ त्यति चाहिँ ठिक छ shot practice
ओ नाइस नाइस यो चाहिँ ठिकै लाग्छ। यो पनि माथि उडेको छ होइन ठिक छ ठिक्क ग्रिनमा आउनु भएको छ ट्याक्क हो नाइस लिटिल बिट ल सागर सर अब पार 3 मा अहिले हामीले होल इन वानको बेट लगाइरहेको छौँ। सागर सर अहिले होल इन वान ट्राई गर्दै हुनुहुन्छ सिम्मानन 1 लाख कोरियन वनको लागि। उहाँ फुल कन्फिडेन्स देखिनु भएको छ सिम्मानन जित्नलाई। वार्मअप गर्दै हुनुहुन्छ उहाँले एमिङ अलिकति उहाँले अहिले लेफ्टहरू हामी दुईजना कहिले राइटमा चाहिँ बल ल्यान्ड भएको भएर उहाँले अलिक थोरै लेफ्ट एम गर्न खोज्नु भएको छ बल चाहिँ। उहाँको सट आइरन एकदमै धेरै राम्रो छ धेरै राम्रो छ। उहाँको रोल धेरै राम्रो छ बलमा। ल सिम्मानन ट्राई सागर सर स्विङ गर्न जानुभएको छ नाइस धेरै राम्रो स्विङ गर्नुभएको छ उहाँले हल्का चाहिँ हो भेरी नाइस उहाँले हल्का अन चाहिँ भएन उहाँको सर्ट चाहिँ तर चाहिँ ट्राई चाहिँ भेरी गुड भेरी राम्रो ठिक छ अहिले होल 13 पार 4 नाइस शॉट तो पार गए नाइस सर्ट बंकर Rajesh on the tee shot. Hold 13 4. कस्तो अब हेरेर चाहिँ राम्रो ड्र भयो फेड ड्र भयो अलिकति राइटतिर गएको छ बच्छ उसको ठोक्छ अलि अगाडि छैन हाम्रो 손잡이를 잡아주세요. भयो 출발합니다. 손잡이를 잡아주세요. नब्बेवाला सो सर ठाउँ खेल्नको लागि चाहिँ एकदम राम्रो छ यो ठाउँ सिनेरी भएको भएर चाहिँ 2 3 शट पेनल्टी भएको छ र 정지합니다. नाइस दामी अन राइसको थर्ड शट हेर्नु यो राइसको थर्ड शट मेरो 4 छ सुभाषको 5-1 राइसको थर्ड शट हो यो राइसको पेनल्टी नभएर हाम्रो पेनल्टी भएर पचास जति हान्नु है 50 40 जति हानेर रोल गरे नि हुन्छ नाइस शट रोलिङ छैन ठिक्क छ 3 on 4 on 5 on सुभाष पार्टमा त्यहाँ कस्तो राम्रो देखेको थियो बिल्डिङहरू हेर्न यो चाहिँ हाम्रो हाइटमा भएको भएर चाहिँ यहाँ सोलको बिल्डिङहरू देख्न सक्नुहुन्छ राम्रो बिल्डिङ छ र भ्यू एकदम राम्रो छ भ्यू चाहिँ डाँडा काँडाको भ्यूहरू चाहिँ एकदम राम्रो छ सुभाष बोगीको लागि पटिङ गर्दै उकालो रहेछ नट ब्याड राजेश बडीको लागि पटिङ गर्दै
यतापट्टि पनि घरहरू देख्न सक्नुहुन्छ तपाईँले। यतापट्टि घरहरू छ, यतापट्टि घरहरू छ। नाइस सट, नट ब्याड। ब्याक हेर्ने हो भने यस्तो राम्रो छ भ्यू। ओहो, म त पटिङै ल्यान्छु त। ल ल पुरा गरिदिनु चाल भयो। ओइ छन्न मेरो पार शट उकालो रहेछ के? अलिक ख्याल गरेन, उकालो रहेछ। कन्सिड ल 13 होलमा सेकेन्ड शट, थर्ड शट राइसको। नाइस पिचिङ, नाइस एप्रोच। गडेछ मेरो बल त बङ्करमा। सर बङ्करमा एकदम क्लोज टु ग्रिन सट हाल्न जानुभएको छ। एकदम टच मात्र गर्नु होला। नाइस आउट, एकदम राम्रो नाइस आउट गर्नुभएको छ सागर सरले। यहाँनिर आएको छ बल अप्रोच, हाम्रो फिन त्यहाँनिर छ। अप्रोच सट हान्न लाग्नु भएको छ। नाइस अप्रोच ट्राई। नाइस, एकदम राम्रो थियो। थोरै ओभर गएको छ। सुवासको पार शट, राइसको बोगी भएको छ र मेरो पनि बोगी शटको लागि ट्राई छ। सायद सुवास सर पारको लागि ट्राई गर्दै हुनुहुन्छ। धेरै राम्रो पटिङ हो, पार भएको छ सुवास सरको। सागर सरले बोगी ट्राई गर्दै हुनुहुन्छ अहिले बोगीको लागि। नाइस, तर बोगी भएन, डबल भयो उहाँको बोगी। चाहिँ 14 होल पावर 4 र हामी वाइट टीबाट खेलिरहेका छौँ र वाइट टीको चाहिँ 355 मिटर छ र यो चाहिँ होल सुङ्गुरी सिसीको चाहिँ। यहाँ चाहिँ तपाईँले देख्न सक्नुहुन्छ स्क्रिनमा होल स्क्रिनको बारेमा, र लेखिएको छ कि अगाडिको टिम 200 मिटर गएपछि चाहिँ बल्ल टी सर्ट सेकेन्ड टिमले हान्नु होला भनेको छ। र हामी यहाँ वेट गरिरहेका छौँ अहिले। अगाडिको टी सेकेन्ड शटको लागि गइरहेको छ हाम्रो अगाडिको टिम, यहाँ देख्न सक्नुहुन्छ। त्योभन्दा अगाडिको टिम चाहिँ उहाँ ग्रिनमा चाहिँ पटिङ गर्दैछ र हाम्रो धुरन्धर साथीहरू यहाँ रेस्ट गर्दै हुनुहुन्छ। के छ त साथीभाइको आजको स्थिति बिजोग छ। 2 अन गराइएको छ, बढी चान्समा गइन्छ, डबल बोगी भइरहेछ। त्यही छ होइन, फाइटिङ जारी छ होइन, प्रयास जारी छ। पटिङबाट बढी हानौँ भन्ने पनि आश छ। त्यही त साथीभाइहरूले चाहिँ बुझेर बढी हानिसके। त्यही त सुवास निमको के छ त हालखबर? के छ त सुवास निमको हालखबर? अनि पारै हाने है, केटाहरू हान्दैनन् कहिले काहीँ चाहिँ हान्नु भन्छन् होइन, हाने हुन्थ्यो भनेको केटाहरू। आजको स्कोर चाहिँ यस्तो छ, सुभाष नम्बर 1 छ 14, राजेश र म सेकेन्डमा छु 15-15 र मिस्टर ह्यारी हुनुहुन्छ थर्डमा। अरू हाम्रो साथीहरू 22, 25, 24 गरेर तल छन्।
फर्स्ट राउन्डमा सुभाषको 3टा पार एउटा बडी र सेकेन्ड राउन्डमा 2टा पार भइसकेको छ। एउटा बडी अझै हुनु बाँकी रहेछ। अझै एउटा बडी हो, अझै एउटा पार र अझै एउटा बडी बाँकी रहेछ। पहिलो राउन्डको स्कोर म्याच गर्नलाई होइन कस्तो भइरहेको छ। हाम्रो होल अनर मेरो हेरिदिनु न त कस्तो भएको छ मेरो चाहिँ। मेरो पनि फर्स्टमा चाहिँ एउटा 2टा पार र एउटा पार हानेको छु। ल राजेशको चाहिँ राजेशको पहिलो 6 होलसम्म त बोगी राम्रो गेम भइरहेको थियो। त्यसपछि डबल र पार हानेर उनी आफ्नो गतिबाट विचलित भएका छन् र बिस्तारै ब्याकअप गर्दैछन् र पार पनि हानिसकेका छन्। आजको दोस्रो पार राजेशले हानिसकेको छ। राजेश बिचल्ली हुन भएन भन्ने चाहिँ अब ट्राई भइरहेको छ। राजेशको चाहिँ जारी छ। सुभाष अलि राइटतिर पेल्नुपर्छ यो चाहिँ अलि। नाइस शट। हजार छ जस्तो छ त्यहाँ, अलिक खोल्टो छ। आवाज ठोकेको आवाज त आएको छ होइन, तर ठिकै छ। बच्न पनि सक्छ। अघि मेरो आवाज त आएको थियो तर भेटिएन भाइ बल अघिको उमा पार 5मा। तर भेटाउँछ होला त्यो चोइ बुढोतिर गए जस्तो लाग्यो के। यो चाहिँ ड्र सट, ड्रबाट लिटिल बिट फेड भएको छ तर बच्यो। बााउन्स साथीभाइ फेरि धेरै जोसमा आएर फेरि ओबी हान्ने काम चाहिँ नगर्नु होला। एकदम कन्ट्रोलमा हान्नु होला। 150 मिटरलाई मात्रै एम गर्नु होला यसलाई। भन्दै साथीले भन्दै ओबी हानिदिनु भएको छ। यो चाहिँ 14 को सेकेन्ड सट। सुभाषको पेनाल्टी साइड डट सट। राजको मेरो सेकेन्ड सट छ। आकाश राम्रो छ, भ्यू राम्रो छ। ल हामीले ड्राइभ गरेको ठाउँ चाहिँ उता माथि हो। नाइस शट। सेकेन्ड सट होइन भाइ? ल भाइ इगल चान्स। निस्क्यो। नाइस है तेरिका। राजेशको सेकेन्ड सट। ल राजेशको तपाईँको पनि इगल चान्स। ल इगल ट्राई गर्नु। ल सुट माथि गएर ज्याक ब्याक स्पिन ल्याएर हुन्छ। यता अगाडि चाहिँ रोलिङ गरेर अगाडि लग्यो हुन्छ। नाइस भन्ने कसले चाल भयो क्या हो। नाइस ठिक छ। बढी चान्स। पार 4 होइन? ल नाइस आउट। द बेस्ट बङ्कर। राजेश बढी चान्स, सुभाष पार चान्स। राइटतिर अनप्लम। वन स्ट्रोक पेनल्टी भाइ। हाम्रो अर्को टिम त्यहाँ गफ गर्दै हुनुहुन्छ त्यहाँ हान्ने क्रममा
राइस वेटिङ एन्ड सुभाष पार्कको लागि पटिङ गर्दै चाल बस्छ यो साजाङनी भ्याइदे त्यसपछि राजेशको बडी ढान्टरान गर्दै बडी चान्स गर्ने अहिले आकाशमा चाहिँ फाइटर प्लेन उडेको अवस्था 8वटा जति फाइटर प्लेन उडेको अवस्था थियो ओके बोगी सुभाषको र मेरो बोगी भएको छ र राजेश बडीको लागि चाहिँ पटिङ गर्दैछौँ हेरौँ कन्फिडेन्स देखिएका छन् राजेशको गेम पटिङ गेम राम्रो छ नाइस ओके ल कन्सिड पार्टबाट चाहिँ पैसा खाएका छन् राजेशले ल पार 15 कोमा चाहिँ राजेश विनर ल अब भेटौँ फेरि पार 15 होइन कि होल 15 सरी अब भेटौँ होल 16 मा पार 15 होल 15 पार 4 कस्तो आवाज आयो गोली हानेर आवाज आएछ क्या कता गयो ड्र गयो ऊ त्यहाँ अगाडि गयो अड्डे ल अघि ड्र गएन अब स्लाइस हुन्छ सागर सर फेडको ट्राई गर्दै हुनुहुन्छ कि ड्र गर्दै हुनुहुन्छ सागर सर ड्र गर्दै सागर सरले ड्र सर्ट हान्दै हुनुहुन्छ अहिले यो होल चाहिँ अलिकति अलि अप्ठ्यारो छ यो ह्यान्डिक्याप त 8 नै हो तर हामी जस्तो चाहिँ गल्फरको लागि खतरा हो गल्फ त खत्रै हानिदिनु भयो उहाँले अहिले फेड ट्राई गरिदिनुहुन्छ ओके सुभाष सर फेरि फेड ट्राई गर्नु जानुभएको छ अघि ड्र ट्राई गर्दाखेरि अलिकति बिग्रियो अहिले फेड सुभाष सर अहिले फेड ट्राई गर्दै हुनुहुन्छ होल 16 राजेश on the tee shot nice shot बङ्करमा नाइस शट बङ्करमा गयो बङ्कर यहाँ पछाडि छ बङ्करमा अड्केछ ट्याक्कै होल 16 सेकेन्ड शट सुभाषको राजेशको बङ्करमा गएको छ फ्ल्याग चाहिँ त्यहाँ छ त्यो टार्गेट चाहिँ लिटल बिट राइट गर्दै गर्नुपर्छ नाइस शट नट ब्याड नाइस शट राजेश चाहिँ बङ्कर शट हो एउटा हाने राजेशले कति छ त्यहाँबाट नाइस शट राइटतिर गयो अलि
손잡이를 잡아주세요. नाइस अन नाइस अन तल झऱ्यो तल झरेछ रोल भएछ उता जाँदै गर्नु यो होल चाहिँ डगलेग राइट डगलेग सरी लेफ्ट 정지합니다. किन जाऊँ न सुवासको हो यो 손잡이를 잡아주세요. सुवासको चाहिँ बङ्करमा रहेछ आज सुवासको पहिलो बङ्कर सट 정지합니다. राइसको र मेरो अन भएको अवस्था मेरो अन छैन मेरो बाहिर छ राइसको अन छ अन छ तपाईँको मेरो चाहिँ बाहिर छ कति छ 75 75 84 80 50 60 70 80 84 सुवासको आज फर्स्ट बङ्कर सट हो Nice out. Nice out. सुभाष सरले त्यहाँबाट अप्रोच गर्दै हुनुहुन्छ एटलिस्ट 30-40 मिटर जति 40-50 मिटर जतिको छ यो सुभाष सरको अप्रोच उहाँ चाहिँ नाइस ओ भेरी गुड नाइस नाइस अप्रोच तर यहाँ अप्रोच गर्नु गइराख्नु भएको छ उहाँको पनि अप्रोच अहिले यति धेरै राम्रो भएको छ कि फुल कन्फिडेन्सका साथ हान्दै हुनुहुन्छ उहाँले अहिले नाइस भेरी गुड ओ नाइस राइसको बढी चान्स तीस होला नि 25 जना कम छ होइन मलाई त 25 भन्दा माथि जस्तो लाग्छ त 30 28 हो र राइसको बडी सर्ट नाइस 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 कन्सिड ओहो नट ब्याड नट ब्याड यदि यो त यो यति जति लाउनुपर्छ यति जति नै आउँछ है आइको सर पार ट्राई गर्दै हुनुहुन्छ धेरै राम्रो आहा बोगी बोगी र टाई भएको छ यो होल पनि राइस र मेरो बोगी सुभाषको डबल भएको छ र टाई भएको छ यो होल
होल 17 हो यो पार 3 सुवास सर अहिले शिवमानन हाम्रो होल इन वान बेड छ हाम्रो कन्टेस्ट बेटिङ गरिरहेको छ हामीले सुवास सर अब होल इन वान ट्राई गर्दै हुनुहुन्छ यहाँनिर नाइस अब चाहिँ राजेशको पालो होल 17 मा पार्ट 3 153 मिटर छ र स्लोप चाहिँ 13 मिटरको भएको भएर चाहिँ 134 जतिको हान्नुपर्ने हुन्छ र यसले चाहिँ अहिले प्र्याक्टिसिङ गर्दै हल्का लेफ्ट गएको छ तर हाइट लिएको छ बलले तर झर्छ होला अन नाइस अन 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 राइसको अन भएको छ होइन ठिक छ त्यतिको त अब होल 17 बडी ट्राई राजेश ओहो हल्का हिट भयो सुभाष बङ्करबाट आउट गर्दै पार चान्सको लागि ट्राई गर्दै नाइस र मेरो पनि पार चान्सको सर्ट हो राइस तपाईँ पनि हान्नु नाइस पार नाइस पार फाइनली पार ल पार गरी पस गरिस् ल राजेशको पार चान्स ओहो बोगी राजेशको योपालि चाहिँ पैसा मैले खाएँ त्यो मेरो बल निकाल्नु पर्ने चाहिँ ना ल ए थ्याङ्क यू ल अब चाहिँ फाइनल होल 18 होल अब फाइनल होलमा चाहिँ पार हान्न पाए हुन्थ्यो पारको रहेछ राम्रो खालको लङ पारको छ यसमा चाहिँ पार हान्न पायो भने आज जस राउन्ड गल्फिङमा चाहिँ जस राम्रो स्कोर हुन्छ राम्रो स्कोर आउँछ ल सी यू एट पार होल 18 यो 18 होल लास्ट होल सागर सर हान्न जानुभएको छ 40 जति छ होला 35 40 बढी छ 65 होला 60 70 होला 60 छ 60 65 छ त्यही हुन्छ 20 त 60 70 छ 40 50 60 70 मैले 50 तिर हानेर रोल गर्नु हुन्छ जहिले पनि त्यो एक जग्गा हान्ने होइन नि त 5-10 त कम हान्नु पऱ्यो नि त रोलिङको लागि छोड्नु पऱ्यो नि त नाइस सर ओभर गयो नि बङ्करमा गयो नि बङ्करमा गयो सागरको बढी चान्स ल यो राउन्डमा एउटा बढी भयो कि भएन अरे यो राउन्डमा एउटा बढी हुनु बाँकी छ नि त है तोकपारो छ है यो ओभर उ छैन है छैन छैन सिधै स्ट्रेट छ है सिधै चाहिँ त्यही रोक्यो उतापट्टि ओह्रालो छ धेरै के अरे यतापट्टिबाट यस्तो भएको छ होइन मैले यो 25 त यहाँबाट त अन्त परेछ 25 देखि 30 हान्नु पर्यो हैन ए नाप्नु कति छ यहाँबाट राइस हान्नु 24
Nice. Nice approach. Concede. Concede. 24 हाल्नु पर्यो हैन तोक्तर सीधे 24. नाइस ओहो रोलिङ नाइस कन्सिड धन्य कन्सिड ओके सुभाष सर यहाँनिर बढी चान्सको लागि चाहिँ ट्राई गर्दै हुनुहुन्छ मैले उहाँको चाहिँ बढी पार 4 बडी चान्स बढी सर्ट कभर गर्न गइरहेको छु यहाँबाट एकदम यो हाम्रो लास्ट होल हो आज गेम चाहिँ धेरै राम्रो भयो मौसम चाहिँ बिहान अलिकति गर्मी थियो तर पछि चाहिँ शीतलो शीतलो भएर सेकेन्ड नाइन खेल्न आउँदैन रमाइलो हुन्छ एकदम रमाइलो भयो आज जस हल्का उकालो छ सर हल्का उकालो छ हल्का होइन मजाले हुँबाट रिदममै उकालो भएर आछ नाइस बडी सट ब्रेक भएन ओके पार सट ट्राई गर्न जाँदै हुनुहुन्छ यहाँनिर पार सट उहाँको चाहिँ फुल कन्फिडेन्सका साथ एउटा पार सट हानेर उहाँले आज क्लोजिङ गर्न चाहँदै हुनुहुन्छ धेरै राम्रो भएको छ आज उहाँको सागर सरको गेम आज फुल कन्फिडेन्स साथ हान्नु भएको छ उहाँले तर यहाँनिर आएर बिगार्नु भयो ओभर कन्फिडेन्स देखाउनु भयो यहाँनिर आएर उहाँले तर धेरै राम्रो 92 ल्याउँछु भने चाहिँ मेरो ठ्याक्कै 92 आयो सागरले चाहिँ 100 ब्रेक गर्छु बिलो 100 आउँछु भनेको पनि 92 ल्यायो राजेशले चाहिँ 90 ब्रेक गर्छु भनेको एक्लै 90 ब्रेक भएन मेरो चाहिँ लास्ट टाइम 102 आएको थियो आज 92 मेरो चाहिँ 3 स्ट्रोक इम्प्रुभ भएको छ लास्ट टाइम 95 आएको थियो राजेशको 2 आजको फाइनल स्कोर राजेशको प्लस 19 सागर र सुभाषको प्लस 21 दुईजना सेकेन्ड भयो नेक्स्ट टिमको चाहिँ 24 31 32 हाम्रो टिम जित्यो के अब हामी डिनर खानातिर लाग्छौँ होइन सागर भाइ यो कताबाट अन गर्ने हो यो क्यामेरा पल्टाउनु चाहिँ मिल्दैन के यसमा के आउँदैछ अनि अनि यसलाई बन्द गर्ने अनि अर्को चाहिँ फेरि ब्याक कहाँ छ गाडी उता पानी थियो यहाँबाट कति 10-15 कति मिनट कति टाइम लाग्छ अहिले त हानु ए उनीहरू सनहरू पहिले गएर प्रिपेयर गर्न लागि होला ठिकै भयो यो भोक लागेको बेलामा चाहिँ खालबी खानु भन्दा के अरे किन राख्छ नि त एटलिस्ट ल ल प्याक गरेर मेरो पनि राख्छ म राखिदिन्छु ल राख ल ल इतिश्री आजको ल चुसकमा आउनुपर्छ अब चुसकमा आउनु हस् सागर तैँले कता राख्छस् तेरो ब्याग सागर मेरोमै राख्छस् कि उता राख्छस् राइसमा राख आइतबार गइन्छ नि त कहिले काहीँ होइन अहिले राख्दा पछि राखे पनि भयो होइन घरमा जाँदा राखले निकाल्नु होला त्यहाँ मजाले तलै झर्छ सँगै चाहिँ हर्छ होइन काम गर्दै हुन्छ कि कता लान्छ त्यसले अब थ्याङ्क यू ल नाइस गेम गुड गेम टुडे ल नाइस गेम अब जाऊँ हामी अब डिनर गर्नुतिर ओहो आजको चाहिँ गेम सकियो ल ल चालक हाम्रो ओ मैले त लागि बिहान गाडी खोलिस् भनेर सोध्छु भनेर ठिक छ असिराइसक्यो त ठिक छ ल याङपङ हेजाङको आजको चाहिँ हाम्रो लन्च याङपङ हेजाङको अनि